खेलहरू किन हुन्छ बेला बेलामा म यो सोध्न चाहन्छु अहिलेको राष्ट्रलाई, अहिलेको राष्ट्र हाँकेर हिँड्ने पिताहरूलाई म सोध्न चाहन्छु कि अमेरिकन साम्राज्यवादहरूको यहाँ विभिन्न प्रकारको चलखेल किन गरिन्छ भन्न चाहन्छु। विशेष गरी यो लोकलाई आतंकतिर लान किन खोजिन्छ यो देवलोकमा भनेर भन्न चाहन्छु। विशेष गरी स्वर्ग र पवित्र जस्तो फुलको सुन्दरता लोकको भूमिलाई अत्यन्त दुर्घटनातिर लान किन खोजेको हो भनेर म भन्न गइराखेको छु। विशेष गरी यो अमेरिकन साम्राज्यवादहरूले विभिन्न प्रकारको हाम्रो भूभागलाई आतंकतिर लाने कार्य भइराखेको छ। विशेष गरी हामी सम्पूर्ण श्रद्धालु मनका भएका भक्त हौं। यो लोकमा हामी भगवानका भक्ति गर्ने भक्तहरू हौं। अन्य मुलुकको भक्तहरूलाई ल्याएर यहाँ दुर्घटना निम्त्याउने कार्य भइराखेको छ। विभिन्न प्रकारको संगठनहरू खोलेर विभिन्न प्रकारको क्षेत्रस्तहरू हाम्रो भूभागमा ल्याउन खोजिराखेको छ। जुन अमेरिकनवादले सेना ल्याउन खोजेको छ। अब केही 4 वर्षभित्रमा तपाईहरुलाई म विनम्र अनुरोध गर्न चाहन्छु। मैले कयौं पत्रकारहरूलाई खबर गरी तर उहाँहरू आउनु भएन। ठुलठुला मिडिया खोलेर बस्ने यहाँको मानव होइन कि भन्न चाहन्छु। म त सत्य युगको कुरा गरेको छु। मैले सत्यको युगलाई परिवर्तन देवताले ल्याउँछ, अरू कसैले ल्याउन सक्दैन। देवताको भक्ति भएका भक्तहरूले ल्याउने हुन् यहाँ। किनभनेदेखि परिवर्तन कसरी ल्याउने भनेदेखि यो देवलोकको शुभ र शान्ति होस् भन्न चाहन्छन् देवताका भक्ति भएकाहरूले। विभिन्न प्रकारको अंग्रेजीहरू हिसाबहरू पढ्ने, विभिन्न प्रकारको वैज्ञानिक वर्ग भनेको क्षेत्रशास्त्र बनाउने र हरेक भक्तहरूलाई आक्रमण गरेर शैलीले मार्ने सृजना गर्छन्। तर भगवानको भक्तिले के गर्छ? भगवानको भक्तिले विश्व जगतमै शान्ति होस्, फुलको जस्तो थुङ्गा होस् भनेर भन्ने कामना गर्छ भनेदेखि हामीले विगतमा पनि यो भक्तले भन्दै आएको थियो। तर मानव चोलाहरूले यसलाई बुझ्न सक्नु भएन। यसलाई नबुझ्नुको सजाय के हुन्छ भन्ने कुरा अबको देवलोकमा थाहा पाउनु हुनेछ। अमेरिकनले एउटा भनौं आर्मीको क्याम्प खडा गर्दैछ। यसमा सम्पूर्ण मानवहरूले विरोध किन गर्नुहुन्न? यसलाई सम्पूर्ण बालबच्चाहरू सडकमा आउनुहोस्। भोलि हाम्रो बालबच्चाले शिरको टोपी नपाउला, हामी नेपाली हौं भनेर गर्व गरेर छाती फुलाउन नपाउला भन्न पनि अनुरोध गर्न चाहन्छु। विशेष गरी देवलोकको भूभागलाई अत्यन्त आक्रमण भइराखेको छ। जुन बेलामा आक्रमण गरिन्छ, जुन सत्तामा बस्ने सत्ताधारीहरूले आक्रमण गरिराखेको छ। त्यस कारणले गर्दा मैले यो पत्रकार सम्मेलन गर्नु परेको हो। विशेष गरी देवको कर्मभूमि हो। यो कर्मभूमिको भक्तलाई यो देवलोकलाई कसैले आँखा लगाउँछ भने देवताको भक्तले आँखा जितिन्छ भनेको छु मैले। संसारको सृष्टि लोकमा आतंक, हिंसा, हत्या विभिन्न प्रकारको चिज भइराखेको छ। म यसको विरोध गर्न चाहन्छु। किनभने 17,000 मानव मार्ने भक्तले हिजो मात्र कुनै कार्यक्रममा उहाँले भन्नुभयो म 5,000 को जिम्मा लिन्छु। 5,000 बाहेक अरू कसले जिम्मा लिने? आन्दोलन, हत्या, हिंसा तिमीले सुरु गर्ने, गोली बारुद बम सबै बनाएर काँधमा हिँडाउने भक्तहरूलाई अनि अहिले 5,000 को मात्र म लिन्छु भनेर हुन्छ? त्यस कारणले गर्दाखेरि यो देवलोकको शुभ र शान्तिको घडी कामना होइन आतंकतिर भइराखेको छ। म विशेष गरी के भन्न चाहन्छु भने देवलोकलाई शान्ति चाहिन्छ, देवलोकका भक्तलाई रक्षा चाहिन्छ, देवलोकका भक्तलाई आतंक होइन, हिंसा होइन, फुलको थुङ्गा चाहिन्छ। हाम्रो स्वर्ग जस्तो आमालाई फुलको थुङ्गा चाहिन्छ। त्यस कारणले एमसीसी भनेको एउटा यो हाम्रो लोकलाई आतंक बनाउने यो चिज हो। त्यो चिजलाई हामीले विरोध गर्नुपर्छ। त्यो चिजलाई हामीले चिनेर फ्याँक्नुपर्छ भन्न चाहन्छु। विशेष गरी सुन्दरता स्वर्ग र पवित्र स्थललाई रणभूमिको मैदानतर्फ लान खोजेको छ। त्यस कारणले कर्मभूमि, सृष्टिभूमिहरूमा हामीले पटक पटक भन्दै गरेका छौँ। मैले योभन्दा पहिला पनि भन्दै गरेको थिएँ। कयौं पत्रकारजीहरूलाई थाहै भएको कुरा होला। यो भक्तले भनेको कुरा
सत्यता पुगेको छ कि छैन तपाईहरु मनन गर्नुस्। यदि विवेक पढ्नुहुन्छ भगवानको भक्ति पढ्नुहुन्छ भने आँखा चिम्लेर सोच्नुस्। बाजेर बदाजुहरूले खुन र पसिना गिट्टोले व्याकुल खाएर बचाएको सृष्टि हो। त्यसै यो कसैले लुट्न सक्दैन। यदि लुट्न सक्छ भने हामीलाई ज्यान बनाउनु पर्छ, हाम्रो छत्तीमाथि टेकेर हिँड्नुपर्छ। म भन्न चाहन्छु अहिलेको राष्ट्र आज्ञा पितालाई, अहिलेको राष्ट्र आज्ञा पितिनीलाई, पितृ भइसकेका मानवहरूलाई यहाँ राख्न हुँदैन भनेर मैले पटक पटक पनि पितृ भइसकेका उनीहरू, किनभने युवा र युवतीहरू नै छैनन् कि क्या हो जस्तो लाग्छ मलाई। त महिला नै हुनुहुन्न कि जस्तो नि लाग्छ मलाई अहिले, किनभने महिला युवा युवती छैनन् जस्तो लाग्छ। राष्ट्र हाँक्नको लागि महिलाको अधिकार भन्नुहुन्छ अनि एउटा मात्र राष्ट्रपति नै बसिनु नि, त्यही पनि करोडौं रुपियाँ चाहिँ महिनाको उपचार खर्च गर्ने। त्यो कसको पैसाले भएको छ, कसको खुनले भएको छ? उनीको घरको पैसाले त उपचार गरे कि छैनन्। त्यस कारणले गर्दा प्रधानमन्त्रीले पनि उनको उपचार खर्च उनीको सम्पत्तिले भएको होइन, यही बाबुआमाको, हजुरबाबु हजुरआमाको छोराछोरीहरूले कमाएको पैसाले उपचार भएको छ। त्यस कारणले गर्दा त्यस्तो भक्तहरूले हामीले राख्नु विकल्प रहँदैन भन्न चाहन्छौँ। हामी देवको शान्ति भूमि हो, कर्मको युद्धको भूमि हो, वीर गोर्खालीको भूमि हो भन्ने कुरा हामीले बुझ्नुपर्ने आवश्यकता आएको छ। अहिले हामीले यो बुझ्न चाहँदैनौँ। हामी केवल चाहन्छौँ नोट कमाउने, डलर कमाउने अनि स्वर्ग जस्तो पवित्र भूमिमा रणभूमि बनाउने यस्तो खेल हामीलाई प्रधानमन्त्री राष्ट्रपति चाहिँदैन, चाहिँदैन। यस्तो खेल राष्ट्रपति र प्रधानमन्त्री चाहिँदैन। तर मलाई 90 दिन मात्र प्रधानमन्त्री चलाएर देखाउन दिन्छौ भने म चलाएर देखाउँछु। म हिम्मत छ, त्यतिसम्मको हिम्मतको 8को शक्तिको वरदान छ मसँग। त्यस कारणले गर्दा प्रधानमन्त्री राष्ट्रमा बस्ने बोल्नै सक्दैनन्, के को काम गर्छन् तिनीले? एउटा बोल्छन्, दुईटा कुरा गलत काम गरिराखेको छ। त्यस कारणले त्यस्तालाई कुर्सीमा राख्न औचित्य हिँड्नै भएको छ। हामी नेपाली वीर गोर्खाली भन्नुहुन्छ, वीर गोर्खाली छैन अहिले, लुतम धारण गोर्खाली भने हुन्छ। अब किनभनेदेखि वीर गोर्खाली भनेर शिर उचाल्ने बेला गइसक्यो। अब आमाको टुक्रा गरेर बेचिसके अलि वर्षपछि हामी यो शिरको टोपी फ्याँक्ने बेला आउँछ। त्यस्तो शासक घुत्राउँदैछ यो घरमा। त्यस कारणले गर्दा हामीले संसारको सृष्टिभन्दा फरक ढङ्गको छ। संसारको सृष्टि लोकभन्दा स्वर्गको पवित्र घर छ। त्यस कारणले हामी अहिलेसम्म शान्तिले बस्न सकेका छौँ, शान्तिको कामनाको घरले बस्न सकेका छौँ भने देवलोकलाई शुभको घडी चाहिन्छ, शान्तिको घडी चाहिन्छ। म यही पत्रकार सम्मेलनबाट के भन्न चाहन्छु भने मैले यो माघको 21 गते नेपाल बन्दको घोषणा गरेको छु। यो नेपाल बन्दको घोषणा किन गरेको भने देवलोकलाई रणभूमिको मैदानतर्फ लान खोज्यो। देवताका भक्ति कति रहेछन् भनेर त्यो दिन मैले लेखाजोखा गर्नेछु, त्यो दिन मैले लेखाजोखा गरेर देखाउने छु। विश्व जगतमै देवताको शक्ति त्यो दिनबाट चलाउने छु। मैले संसारको मानव चलानै चक्कै दूरी गरेर चलाउन लगाउँछु देवतासँग। त्यो दिनदेखिबाट मैले अहिले त जल मात्र खाएको छु अन्न बाहेक पनि त्यो दिनबाट जलै बन्द गर्नेछु मेरो शरीरमा। मेरो शरीर ढलोस् तर मेरो विश्वभूमि मातृभूमि आमा बस्नुपर्छ भन्ने भावना राख्नेछु। त्यस कारणले गर्दा म ढलेर गए पनि कहिल्यै युद्धहरू पछाडि आउँछन् भन्ने कुरा सोच बनाएको छु मैले। यो सृष्टि लोकलाई फुल्नुपर्छ, सुन्दरता राख्नुपर्छ भन्ने भावना सबैको रहनु पर्ने छ। अब पत्रकारज्यूहरूले केही सोध्न इच्छा छ भने सोध्न सक्नुहुन्छ। प्रधानमन्त्री बन्छु त भन्नुभयो, यदि तपाईँ प्रधानमन्त्री हुनुभयो भने चाहिँ के काम गर्नुहुन्छ, देशलाई चाहिँ कसरी अगाडि बढाउनुहुन्छ, के सोचेर चाहिँ प्रधानमन्त्री मलाई दियो भने मैले देशको विकास गर्छु भन्ने त्यत्रो आत्मविश्वास बटुल्नु भएको रहेछ, कसरी उँभो लगाउन सक्नुहुन्छ? मैले प्रधानमन्त्री बनाएँ भने मैले पुलिस प्रशासनबाटै सुरु गर्छु।
पुलिस प्रशासनबाट कसरी सुरु गर्छु भने जुन उनीहरूले घर घरमा श्रीमतीलाई भान्जा भान्जीहरूलाई जुन गाडीहरू प्रयोग गर्छ त्यो सबै तान्दिनेछु। जुन अफिसको कामदेखि बाहेक त्यो गाडी चलाउन पाइँदैन भनेर म सबै थुनिदिनेछु। अर्को कुरा, जुन प्रधानमन्त्री राष्ट्रपतिहरूले डबल गाडीहरू आर्मी पुलिसका हिँडाउँछन् त्यो म सबै कटौती गरेर म पैदल हिँडेर आउन सक्छु। किनभने मलाई सुविधा चाहिँदैन, जनताले नै चुनेर पठायो भने हामीले सत्ता चलाउने। त्यसरी हो 10-15 मिनट आधी घन्टाको बाटो पैदल जान सकिन्छ। सबै सुविधाहरू त्यागेर सरकारले दिएको तलबबाट मात्र मैले सञ्चालन गर्नेछु। यो त भयो गाडी पैदल यात्राको कुरा। अरु चाहिँ त्यसको विकल्पमा चाहिँ अरु चाहिँ के गर्नुहुन्छ त? देश विकासको लागि त गाडी मात्र चढेर हुँदैन होला त, पैदल हिँड्दैमा मात्र देश विकासमा लाग्दैन होला त। त्यो बाहेक त्यसको अलावा अरु के गर्नुहुन्छ? योजना के छ र प्रधानमन्त्री बन्छु भन्ने आत्मविश्वास बढ्छु? मैले अहिले प्रधानमन्त्री बन्छु भनेको चाहिँ आत्मविश्वास चाहिँ के भनेदेखि यो देवलोकमा भएर हामीले के गर्न सक्छौँ भने अहिले जुन छिमेकीलाई दोष लगाएको छ नि त्यो पहिलो पार्थिन्दा राख्छु मैले। त्यसमा चाहिँ पर्खाल लगाउने कार्य हाम्रा युवा र युवतीहरूलाई खटाएर हामीले चाहिँ महिनाको अब कति दिन सकिन्छ त्यो हिसाबले चाहिँ हामीले चाहिँ त्यो रक्षा गर्ने बाटो पहिला मैले त्यो लिनेछु। र दोस्रोमा के गर्छु भने यो जुन हस्पिटलहरूमा अहिले जुन खोलिएर चाहिँ तपाईँको 40 र 45 लाख लिन्छ त्यसलाई मैले निम्न शुल्कमा चाहिँ तपाईँको 2,50,000 सुम्ममा चाहिँ डक्टरी पढ्न पाउनुपर्छ भन्ने त्यो नियम लगाउने छु। र अनि अर्को कुरा, माघे 21 गते चाहिँ बन्दको घोषणा गर्छु भन्नुभएको छ। घोषणा बन्द गर्दैमा चाहिँ सबै कुराहरूको समाधान हुन्छ भन्ने के प्रमाण छ तपाईसँग? कसरी आफूलाई चाहिँ विश्वास राख्नु भएको छ? मैले अहिले माघको 21 गते चाहिँ किन बन्द गर्न खोजेको भने यो देवलोकमा भएका देवताको भक्ति कति गर्दा रहेछन् र यो भूमिपट्टि माया गर्छन् कि गर्दैनन् यहाँ जन्मेका सुपुत्र सुपुत्रीहरूले, त्यसको लागि मैले हेर्न खोजेको, कडे हेर्न खोजेको। अरूको लागि बन्दको बेलामा चाहिँ हजारौँ मानिस आउँछन्, तर हाम्री देवभक्तिले गरेको आन्दोलनमा यो देवभूमिलाई माया गर्नको लागि आउँछन् कि आउँदैनन् भनेर हामीले त्यो दिन लेखा गर्ने हो। पहिलो सिडीको खुड्किला खोलेका हुन्थ्यो। हामीले सरस्वती बुझ्दाखेरि त यहाँ त धर्मको बारेमा बढी आफ्नै धर्मको प्रचार गरिराख्नु भएको छ। अस्ति पनि प्रोग्राम गर्नुभएको छ, बढी धर्मकै गर्नुभएको छ। धर्म गरेर तपाईँले जल मात्र खाएर बस्नु भएको छ। जल मात्र खाँदा सबै कुराहरू सल्भ हुन्छ त? जल मात्र खाँदाखेरि के हुन्छ भने यो देवलोकलाई शान्ति बनाउने, अन्य भूमिलोक भन्दा तपाईँ एउटा म हजुरलाई एउटा भन्छु होइन, एउटा के कुरा भने जुन वैज्ञानिक वर्गहरूले बम र बारुद बनाउँछ भने हामी देवको भक्तिले फुलको थुङ्गा होस् भनेर सुन्दरता स्वर्ग रहोस् र सबैको मनमा शान्ति मन बनोस् भन्ने हामीले कहना चाहन्छौँ। त्यो भक्ति भएको कारणले गर्दा युद्धको मैदान भनेको चाहिँ हामीलाई बाध्य बनाइएको छ। हामी डक्टरहरूलाई इन्जिनियरहरूलाई चाहिँ तपाईँको प्रधानमन्त्री राष्ट्रपति विभिन्न दलका चाहिँ रूपमा राखेका छन्। हामी भगवान्का भक्तलाई चाहिँ किन समावेश गरिने न? यो पहिलो बार चाहिन्छ हामीलाई, किनभने यो भाग हामीलाई चाहियो। जुनै सुकै देवकथाको भक्ति भएकालाई हामीलाई राज्यको अङ्ग